हामीले चाहिँ भनौँ न एकदम फुल लोडमा डिजाइन गर्यो एकछिनको लागि, तर फुल लोड त जहिले पनि पर्दैन नि। जस्तो भनौँ न तपाईँले चाहिँ यो बिल्डिङ चाहिँ 5 किलोमिटर पर मिटर स्क्वायरको लागि हामीले डिजाइन गरेको थियो। 5 किलोमिटर पर मिटर स्क्वायर त जहिले पनि पर्दैन नि। त्यो आकल झुकल बिहा भोजमा पर्ने हो होइन हो। हामीले सेफ के हुन्छ फ्रिक्वेन्ट लोड गर्ने थियौँ भनेपछि कम्तीमा 75% लोड मात्रै सेफ हुनु पर्यो। फ्रिक्वेन्टली चाहिँ 75% लोड परिरहन्छ अथवा 80% लोड परिरहन्छ अथवा 90। फ्रिक्वेन्ट कम्बिनेसन कति लिएछ कोडले 90 लिएछ कि 80 लिएछ कि 75% लिएको चाहिँ कति छ आज पर कोड। तर भन्न खोजेको के भनेदेखि फ्रिक्वेन्ट लोड कम्बिनेसनमा एकदम चाहिँ तपाईँको चाहिँ 100 किलोमिटर पर मिटर स्क्वायरमा होइन कि 4 किलोमिटर पर मिटरमा चाहिँ सेफ हुनु पर्यो। द्याट इज द फ्रिक्वेन्ट लोड कम्बिनेसन। 75% 4 भनेको होइन। अब कसैले 80 लेख्यो भने कति लेख्नु पर्यो 8 × 40 4 भनेको चाहिँ 80% होइन। अब कसैले 90 लियो भने कति 9 × 45 4.5 मा सेभ गर्नु पर्यो। कोडले के भन्छ होइन 5 मै सेभ हुनु जरुरी छैन। फ्रिक्वेन्ट कम्बिनेसन हो त्यो जुन बेला एकदम फ्रिक्वेन्सी लोड परिरहेको हो जुन चाहिँ पर्ने चान्सेसभन्दा बढी हाई हुन्छ त्यसलाई फ्रिक्वेन्ट लोड कम्बिनेसन भन्छ। 5 भन्ने के हो 5 मा पनि सेभ हुनु पर्यो। रेयर कम्बिनेसन होइन 2 वर्षमा एकचोटि लोड पर्छ 5 किलोमिटर पर मिटर स्क्वायर। रेयर कम्बिनेसनमा पनि सेभ हुनु पर्यो भनेकै छ। भने 5 मा पनि सेभ हुनु पर्यो 4 मा पनि सेभ हुनु पर्यो। अनि क्वासी पर्मानेन्ट लोड भनेको तपाईँको यहाँ घरमा कोही पनि जाने सबै अमेरिका गयो अरे होइन। एउटा वालले भत्के अरे होइन। लोड त कम भयो नि। लोड कम हुनुको मतलब चाहिँ बिल्डिङ सेफ हुनु होइन है खेल पनि हुन्छ। हिसाब गर्दै जाँदा थाहा हुन्छ त्यो बेला पनि त्यो सेफ हुनु पर्छ।